कामिका एकादशी व्रत हजुरहरू लिँदै हुनुहुन्छ? यदि लिँदै हुनुहुन्छ भने हजुरहरूले यी सारा नियमहरूलाई पालना गर्नुहोला र यो भिडियो अन्तिमसम्म हेर्नुहुनेछ। राधे राधे। म पण्डित प्रशान्त अधिकारी। हजुरहरूलाई कामिका एकादशीको व्रतको परम पवित्र कथा प्रसङ्ग लिएर उपस्थित भइसकेको छु। आउनुहोस्, अब हामी एकादशीको बारेमा चर्चा गर्नेछौँ। हाम्रो थोरै हामी पञ्चाङ्गको ज्ञानलाई लिएर हामी कथा प्रसङ्गलाई अघि बढाउनेछौँ। हाम्रो 24 गते कामिका एकादशी व्रत रहेको छ। जो भक्तहरू कामिका एकादशीको व्रत लिन चाहँदै हुनुहुन्छ, हजुरहरू यो दिन व्रत बस्नुहुनेछ र आफ्ना सम्पूर्ण मनोवाञ्छित कामनालाई पूर्ण गर्न सक्नुहुनेछ। कामिका एकादशीका दिन जुन कामनाद्वारा हामी व्रत बस्छौँ त्यो समस्त फललाई प्राप्त गर्ने यो कामिका एकादशीको व्रत रहेको छ। आउनुहोस्, अब हामी विषय वस्तुतिर उन्मुख हुनेछौँ। कथा प्रसङ्ग हजुरहरूलाई हामी सुनाउनेछौँ। राजा युधिष्ठिरले भगवान श्रीकृष्णलाई सोध्नुभयो, हे भगवान, हजुरले धेरै एकादशीहरूका कथा प्रसङ्गहरू सुनाइसक्नुभयो। अब हजुरले श्रावण महिनाको कृष्ण पक्षको एकादशीको कथा सुनाइदिनुहोस् भनेर युधिष्ठिरले भगवान श्रीकृष्णलाई सोध्नुहुन्छ। भगवान श्रीकृष्ण युधिष्ठिरलाई भन्नुहुन्छ, हे युधिष्ठिर, जुन तपाईँले सोध्नुभयो प्रश्न, यही प्रश्न आफ्ना पुत्र नारदले पिता ब्रह्माजीलाई सोध्नु भएको थियो। त्यो कथा म तपाईँलाई सुनाउँछु, सुन्नुहोस्। ब्रह्माजी भन्नुहुन्छ, शृणो नारद देवस्मि लोकानां हितकाम्यया श्रावण एकादशी कृष्ण कामकेति च नामत। ब्रह्माजीले नारदलाई भन्नुभयो, हे नारद, श्रावण महिनाको कृष्ण पक्षको एकादशीलाई कामिका नाम गरेको एकादशी भनेर भनिन्छ। यो एकादशीमा विशेष गरेर भगवान विष्णुको श्रद्धापूर्वक पूजन गर्नुपर्दछ। जो व्यक्तिले भगवानको श्रीधर, हरि, विष्णु, माधव आदि नामबाट भगवानको पूजन गर्नुपर्छ। यी नामद्वारा भगवानको पूजन गरियो भने भगवान प्रसन्न हुनुहुनेछ। हजुरहरूले पनि भगवानका धेरै नामहरू रहन गएका छन्। त्यसमध्ये 24 नाम हजुरहरूलाई आउँछ भने 24वटा भगवानका नामले पूजन गर्न सक्नुहुन्छ। तिलद्वारा भगवानको यदि पूर्ण नामहरू हजुरलाई थाहा भएन भने पनि श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन यी नामबाट भगवानको पूजन गर्नुपर्दछ। यो नामद्वारा भगवानको पूजन गरियो भने अक्षय फललाई प्राप्त गर्न सकिन्छ। यहाँ ब्रह्माजीले पुत्र नारदलाई भन्नुहुन्छ, हे नारद, गङ्गामा गएर स्नान गर्न सकिएन भने पनि यो कामिका एकादशीको व्रत गर्दा गङ्गामा गएर स्नान गरेको फललाई प्राप्त गर्न सकिन्छ। त्यस्तो धेरै फल छ। अश्वमेध वाजपेय यज्ञ गरेको पनि फललाई प्राप्त गर्न सकिन्छ। अहिले कलियुगमा तपाईँ हामीलाई यज्ञहरू गर्न धेरै गाह्रो पनि हुन्छ। ठुला ठुला यज्ञहरू कम भएको देखिन्छ। यदि हामीले शास्त्रको नियमलाई आत्मसात गर्दै यो कामिका एकादशीको व्रतलाई लियौँ भने त्यो पनि फल प्राप्त गर्न सकिन्छ। यहाँ आफ्ना पुत्र नारदलाई स्वयं ब्रह्माजीले भन्नुहुन्छ, श्रावणे श्रीधरम देवम पूजेत यो नरोत्तम तेनैव पूजिता देवा गन्धर्वो रगपन्नगः। श्रावण श्रीधर देव, श्रावणको महिनामा भगवान श्रीधरको विशेष पूजा हुन्छ। अहिले हाम्रो श्रावण कृष्ण पक्षको एकादशी कामिका एकादशी र भगवान श्रीधरलाई जो व्यक्तिले पूजा गर्छ भने देवा गन्धर्व रगपन्नगः त्यो व्यक्तिले उत्तम गतिलाई प्राप्त गर्न सक्दछ। जुनै पनि समस्या भए तापनि तपाईँ हामीले तस्मा सर प्रयत्नेन कामादि दिवसे हरि यो व्रत लिनुपर्छ। समस्या धेरै हुन सक्छन्, तर पनि यो एकादशी कामिका एकादशी चाहिँ कस्तो रहेछ भने आफ्नो कामनाको सिद्धि गर्ने एकादशी। आफ्ना हामीलाई जीवनमा कामना छन्, कसैलाई सन्तान प्राप्तिको कामना होला, कसैलाई धन प्राप्तिको कामना होला, कसैलाई के को कामना छ। यी सम्पूर्ण कामनाहरूलाई हृदयमा हृदयङ्गम गर्दै यो व्रत, यो एकादशीको व्रत हामीले लियौँ भने त्यो पूर्ण फललाई प्राप्त गर्न सकिँदो रहेछ। यहाँ ब्रह्माजीले आफ्ना पुत्र नारदलाई भन्नुहुन्छ,
संसारमा जो फसेका छन् संसारण मग्नाए पापस पंक समाकुला ते समुद्रनाथाय कामिका व्रतमोत्तमम। संसारण मग्ना जो व्यक्ति संसार रूपी भवसागरमा फसेको छ, तेरो मेरो जन्जालमा घेरिएको छ, भगवानलाई प्राप्त गर्न सकौं भन्ने अभिलाषा छ भने चाहिँ यो एकादशी कामिका एकादशीको व्रतलाई लिनु पर्दछ। अब रात्रो जागरणम कुर्यात, आनन्दले व्रत लिने अनि जागरण पनि गर्नु पर्यो। यसरी जागरण पनि बस्यो भने त्यो व्यक्तिले यो लोकमा पनि हैन परलोकमा पनि सुख पाउँदो रहेछ। हामीले व्रत गर्यौं अनि तीर्थ गर्यौं, राम्रा राम्रा कर्म गर्यौं भने तपाई हामीलाई सबैले प्रशंसा गर्नुहुन्छ र भोलि हामीले दुर्गति पनि पर्नु पर्दो रहेछ। त्यस्तो फल यहाँ ब्रह्माजीले आफ्ना पुत्र नारदलाई यो दिव्य कथाको ज्ञान प्रदान गर्नुहुन्छ। अनि तुलसीको महिमा धेरै छ यो कामिका एकादशीमा नि। वास्तवमा तपाई हाम्रा घरमा हामी तुलसी रोप्छौं। बिहानै हामी उठेर कुनै यात्रा गर्दा सबैभन्दा पहिला हामीले तुलसीको दर्शन गर्यौं भने मात्र पनि धेरै फल पाइन्छ। यहाँ एकादशी कामिका एकादशीमा ब्रह्माजीले आफ्ना पुत्र नारदलाई भन्नुहुन्छ, जुन तुलसी त कस्ती हुनुहुन्छ भने या दृष्टा निखिला गसम गसमनी पृष्ठा बपु पावने। या दृष्टा जुन तुलसीको दर्शन गरियो भने निखिला अगसमसने पाप नाश हुन्छ, छोयो भने बपु पावने शरीर पवित्र हुँदो रहेछ। अनि नमस्कार गर्नाले रोगाणाम अभिवन्दिता रोग सम्पूर्ण हटेर जान्छ। अनि तुलसीको जल सेचन गर्नाले बाह्य आभ्यन्तर भित्र बाहिर शरीर सबै शुद्ध भएर जान्छ। अनि न्यस्ता तत्चरणे ती तुलसी भगवतीका चरणमा चाहिँ आफ्नो शिर झुकाइयो भने विमुक्ति मुक्तिलाई पनि पाइदो रहेछ। त्यसै कारणले गर्दा हामी घरमा तुलसी रोप्छौं, तुलसीको पूजा गर्छौं। यो कामिका एकादशीका व्रतका दिन चाहिँ हजुरले तुलसी भगवतीको विशेष पूजा गर्नु होला। अनि सकिन्छ भने अहोरात्र दिन रात घिउद्वारा एउटा सुन्दर दीप प्रज्वलन गर्नु होला, जसलाई हामी दीपमालिका पनि भन्छौं। यदि घिउ पनि पूर्ण भएन, घिउ प्राप्त भएन भने तिलको तेलद्वारा पनि हामीले दियोलाई बाल्न सक्छौं। यो दियो बाल्यौं भने चाहिँ पितरह तृप्त, आफ्ना सारा पितृहरूको पनि मोक्ष गति भएर जान्छ। पितरस्तस्य तृप्यन्ति अमृतेन दिवे स्थिता। पितरस्तस्य तृप्यन्ति, पितृहरू पनि खुसी हुनुहुन्छ। र अयम तवाग्रे कथित, अनि जो व्यक्ति ब्रह्म हत्या आदि गरेका पापहरूबाट पनि त्यो व्यक्तिहरू निराकरण भएर जान्छन्। असाध्य धेरै फलले युक्त भएको यो कामिका एकादशीको व्रत भगवान श्रीकृष्णले युधिष्ठिरलाई श्रवण गराउनु भयो र सँगसँगै ब्रह्माजीले नारदलाई श्रवण गराउनु भयो। हजुरहरूले पनि यिनै विधि विधानलाई पालना गर्दै गर्दै यो कामिका एकादशीको व्रत लिनु होला। यो व्रत लिनुभयो भने हजुरहरूको समस्त मनोवाञ्छित कामना पूर्ण हुनेछ भन्ने कामना गर्दै हामीले यिनै प्रस्तुति हजुरहरू समक्ष प्रस्तुत गर्यौं। श्री हरि, जय श्री राधे।